गुड मर्निङ एभ्रिवान। आज हामी अप्टिकल क्रसबाट ग्लास प्रिस्क्रिप्सन कसरी लेख्ने भन्ने कुरा सिक्छौँ। सो ल हेरौँ है। हामीले चाहिँ फर्स्टमा के गर्यौँ, वर्किङ डिस्टेन्स रिड्युस्ड 50 सेन्टिमिटरमा रेटिनोस्कोपी गर्दा 90 डिग्रीमा चाहिँ +4 डायोप्टर पावर आयो, होरिजेन्टलमा चाहिँ +3। अब यसलाई चाहिँ हामीले सिलिन्डर र स्फियर र एक्सिस मिलाएर कसरी लेख्ने भन्दाखेरि कसरी गर्दाखेरि यो दुइटैमा चाहिँ प्लसको भ्यालु कसको बढी छ, +4 को छ नि, त्यही भएर यसलाई चाहिँ स्फियर बनाउने +4। अनि यसलाई स्फियर बनाएपछि सिलिन्डर निकाल्नलाई जुन अर्को बाँकी छ नि, यसलाई चाहिँ पहिला राख्ने, त्यसबाट चाहिँ यसलाई चाहिँ माइनस गर्ने विथ साइन +3 -1 +4। अनि यसलाई म्याथमेटिकल क्यालकुलेसन गर्दाखेरि कति आउँछ, +4 -1। अनि एक्सिस चाहिँ कुन राख्ने, जुन फर्स्टमा हामीले स्फियर सेलेक्ट गरेको थियौँ नि त्यसको एक्सिस राख्ने। यो 90 डिग्रीको हो नि त स्फियर, त्यही भएर यसले चाहिँ 90 राख्ने। अब अर्को हेरौँ। अब यसमा चाहिँ 90 डिग्रीमा +4 और 180मा चाहिँ -3। म्याक्सिमम प्लस कुन छ, +4, त्यसलाई के गर्ने, स्फियर बनाउने +4 -3 -+4। म्याथमेटिकल क्यालकुलेसन गर्दाखेरि +4 -7, एक्सिस चाहिँ 90 को +4। यो 90 डिग्रीको स्फियर बनाएको हो नि त, त्यही भएर। अब यता हेर्नुहोस्, यसमा चाहिँ -4 -3 छ। अब मानौँ मैले यसलाई चाहिँ स्फियर बनाएँ भनेपछि -4 -3 -4 भनेपछि कति भयो, -4। अनि म्याथमेटिकल क्यालकुलेसन गर्दाखेरि +1, एक्सिस चाहिँ कुन लिने, 90 वाला। 4 भनेको कुनमा छ त, 90मा, त्यही भएर 90 डिग्री। अब यो चाहिँ प्लस सिलिन्डर फर्ममा भयो, किनभने सिलिन्डर प्लसमा छ, यसमा चाहिँ माइनस सिलिन्डर फर्म, यसमा चाहिँ माइनस सिलिन्डर फर्म। अब हेरौँ, अब यो माइनस सिलिन्डर फर्मलाई चाहिँ प्लस सिलिन्डर फर्मलाई चाहिँ माइनस सिलिन्डर फर्ममा पनि लान मिल्छ। कसरी गर्ने भन्दाखेरि अब यसलाई चाहिँ भन्छ ट्रान्सपोज गर्ने। ट्रान्सपोज कसरी गर्ने, ल मानौँ यहाँ हेरौँ, यो -4 +1 @ 90 छ नि। अब ट्रान्सपोज गर्दाखेरि हामीले के गर्ने, स्टेप हुन्छ फर्स्ट, सेकेन्ड, थर्ड। फर्स्ट स्टेपमा के गर्ने, दुइटैलाई चाहिँ जोड्ने, -4 +1 विथ साइन भनेपछि -3। यो चाहिँ न्यू स्फियर भयो। न्यू सिलिन्डर निकाल्नले के गर्ने, जस्ट पुरानो सिलिन्डरको साइनलाई चेन्ज गरिदिने, +1 देखि -1। एक्सिस निकाल्नलाई के गर्ने भन्दाखेरि यो जुन एक्सिस छ नि पुरानो, यो चाहिँ 90 डिग्रीभन्दा कमको एक्सिस छ भने 90 एड गरेर नयाँ एक्सिस निकाल्ने। 90 या 90भन्दा बढी छ भने 90 माइनस गर्ने। अब यो 90 छ भने 90 माइनस गऱ्यो भने 0 हुन्छ, 0मा चाहिँ लेखिँदैन, 180मा लेखिन्छ। त्यही भएर फाइनल के भयो, -3 -1 @ 180। ल अर्को क्वेसन हेर्नु, -6 -3 @ 20 छ। यसलाई के गर्ने, ट्रान्सपोज गर्ने। यसलाई ट्रान्सपोज गर्दाखेरि दुइटालाई एड गर्ने, 6 र 3 भनेपछि -9। यसको एक्सिस चेन्ज गर्दा +3 र यो एक्सिस कति भयो, 90भन्दा कम छ नि त, 20, त्यही भएर 90 एड गर्ने, 90 + 20 = 180 110। अब यता हेर्नुहोस्, यसमा चाहिँ +3 -3 @ 150। अब यसलाई बनाउँदाखेरि यो दुइटा एड गरेर 0 भयो, यो -3 चाहिँ +3 भयो, 150 90भन्दा बढी छ, त्यही भएर के गर्ने, 150 - 90 भनेपछि 60। अर्को हेर्नुहोस्, यो याद गर्नु कस्तो हुन्छ नि, धेरै जसो ग्लासहरू चाहिँ माइनस सिलिन्डर फर्ममा हुन्छ, त्यही भएर हामीले चाहिँ जहिले पनि ग्लास प्रिस्क्रिप्सन लेख्दाखेरि माइनस सिलिन्डर फर्ममा लेख्नुपर्छ। ल अब प्लसमा लेख्ने, अनि प्लसमा लेख्ने, त्यसपछि ट्रान्सपोर्ट गरेर माइनसमा लाने, त्योभन्दा बेटर के हुन्छ भने अप्टिकल क्रसबाटै जहिले पनि माइनस सिलिन्डरमै लेख्ने। कसरी लेख्ने भन्दाखेरि जहिले पनि अप्टिकल क्रस हुन्छ नि, त्यसमा जुन हाई प्लस छ त्यसलाई स्फियर बनाउनु, दुइटै प्लस छ भने हाई प्लसमा स्फियर बनाउने, एउटा प्लस छ एउटा माइनस छ त्यसमा पनि हाई प्लसलाई स्फियर बनाउने, दुइटै माइनस छ भने जुन कम माइनस छ नि हो त्यसलाई चाहिँ स्फियर बनाउने भनेपछि -3 स्फियर भयो। अनि यसलाई चाहिँ एबाट घटायो भनेपछि कति आयो, -1। अनि एक्सिस कुन भयो, यो भयो 180 भनेपछि यो कुन आयो, माइनस सिलिन्डर फर्ममा आयो नि हो। त्यही भएर अप्टिकल क्रसबाट ग्लासको प्रिस्क्रिप्सन लेख्दाखेरि जहिले पनि त्यो ट्रान्सपोज गर्ने क्यालकुलेसनको झन्झट गर्नुभन्दा पहिला यसरी गरेर चाहिँ माइनस सिलिन्डर फर्ममै लेखिदिने।